हेलो, आज चाहिँ हामी नुहाउने भनेर मैले यसरी आगो बाल्न गइरहेको छु। हेर्नुहोस्, म तपाईँहरूलाई देखाउँछु आगो कसरी बाल्ने भनेर। यहाँ चाहिँ हाम्रो चाहिँ यो मैले जुन आगो सल्कन लगाएको चाहिँ त्यो के हो भने चाहिँ धुपी सल्ला हो। धुपी सल्लाबाट चाहिँ हामीले आगो बाल्न सजिलैसँग सक्छौँ, किनकि एकदमै राम्रो बल्छ यो धुपी सल्लाको यो बोट हो जुन चाहिँ एकदमै राम्रो बल्छ र आगो त्यसैबाट सल्कन लगाएको छु मैले। ल हेर्नु है गाइजहरू, एकछिनबाट त बलेन। अनि मिसले भन्दै हुनुहुन्थ्यो कि आगै बाल्न सक्नु भएन भनेर, तर मैले बाल्छु जसरी नि। र मैले बिस्तारै बालिरहेको छु, हेर्नु देख्न सक्नुहुन्छ तपाईँहरूले। ल बिस्तारै बल्दैछ है आगो। ल अब मैले चाहिँ कागजहरू पनि माथिबाट राख्दैछु, जहाँ कि आगो सल्कियोस् राम्रोसँग र राम्रोसँग बलोस् भनेर। ल गाइज, यसरी ल मैले अब आगो बालेँ र मिसले मलाई के पो भन्नुभएको थियो, आगै बाल्न सक्नु भएको थिएन भने चाहिँ। जसरी पनि मैले बालेँ नि, सक्सेस भएँ नि त म बालेर। र मेरो हात हेर्नु देख्न सक्नुहुन्छ, हात कस्तो कनेरिरहेको छु मैले चिलायो, किनकि त्यसमा मैलो होला नि त। मैले 1 महिनापछि नुहाउँदैछु नि त आज आगो बालेर, त्यही भएर त्यहाँ फोहोर होला, मैलो होला, हात चिलायो त्यसरी। ल आगो चाहिँ मैले बालेर नै छोडेँ र त्यसपछि मैले किटलीमा चाहिँ माथिबाट पानी राखिदिएको छु। पानी तताउँदैछु नुहाउनको लागि। अब मैले केही समयपछि चाहिँ नुहाउने तयारीमा छु। पानी तात्तिँदैछ, बिस्तारै तात्तिन्छ। र त्यसपछि मैले चाहिँ सानो सानो दाउराहरू, यो दाउराहरू पनि राखिदिएको छु, किनकि आगो छिटो राम्रोसँग बलोस् र छिटो सल्कियोस् र आगो राम्रैसँग बलोस् भनेर। अब चाहिँ मैले देख्न सक्नुहुन्छ हामीले गोबर पनि टिपेर ल्याएको छौँ। दाउरा धेरै खर्च नहोस् भनेर गोबर पनि लिएर आएको छु, जुन कि गोबरबाट चाहिँ आगो बालेर हामीले पानी तताएर नुहाउनको लागि हामीले गोबर पनि केही दिन अगाडि चाहिँ हामीले टिपेर ल्याएको थियौँ। देख्न सक्नुहुन्छ यो गोबर चाहिँ चौरीहरूको, घोडाहरूको, गाईहरूको हो। ल अझै मैले गोबर पुगेन, त्यही भएर चाहिँ फेरि हामीले गोबर यहाँ बाहिर राखेको छौँ। यति नै ल्याएको थियौँ, यहाँ पनि धेरै थियो। हामीले बिस्तारै बिस्तारै पानी तताएर यो गोबर चाहिँ सकिन लाग्छ। हामी चाहिँ अब यो गोबर म अझै भित्र लिन्छु, त्यसपछि पानी तताउँछु यसले नै नुहाउनको लागि, किनकि हामीले सहज हुन्छ। दाउरा हामीसँग थोरै छ, दाउरा छिटै सकिन्छ कि भन्ने डरले चाहिँ हामीले गोबर लिएर आएको, कि नुहाउनु त पऱ्यो नि। त्यही भएर नुहाउनको लागि चाहिँ हामीले चाहिँ यसरी गोबर लिएर आएको छौँ, गोबरले नै पानी तताएर नुहाउने भनेर। ल मेरो त फेरि अन्डरवेयर देखिरहेको माथिसम्म आएर रहेछ, थाहै नभएको। ल मैले गोबर अब राखेर चाहिँ भित्र लाँदैछु र यताको दाउरा चाहिँ हाम्रो त्यति नै हो, दाउरा अहिले देखाएको छु। ल मैले भित्र लगेर गएँ गोबर। अब मैले भित्र हालेँ दाउरा, फेरि दाउराको रूपमा प्रयोग गरेँ, गोबरलाई चुलोभित्र राखेँ। यसरी चाहिँ हाम्रो पानी तात्दैछ, मिसले पनि। ल अब यो फेरि पानी अब हामी चाहिँ यहाँबाट लान्छौँ। यस्तो छ गाई चाहिँ हाम्रो चाहिँ भाँडाहरू जुटाउने चाहिँ हिसाब खाएको, अनि अहिले चाहिँ यस्तो पानी यहाँबाट भरेर चाहिँ फेरि तताउनको लागि किटलीमा पानी राखेको छु। र यताको चाहिँ यो चाहिँ हाम्रो खाना पकाउनको लागि ग्यास र चुलो यता रहेको छ, जहाँ चाहिँ हामीसँग सिलिन्डर 4वटा देख्नुभयो होला, तर 3वटा सबै चाहिँ 3वटा चाहिँ के छ, खाली नै छ। एउटा मात्रै थोरै छ, अब सकिन लाग्छ। ल यताको चाहिँ हाम्रो भाँडाकुँडी राख्ने ऱ्याकहरू रहेको छ। हाम्रो चाहिँ पहिले यो ऱ्याक चाहिँ हामीले औषधिको रूपमा प्रयोग गर्थ्यौँ, अहिले चाहिँ उता हाम्रोसँग एक्स्ट्रा भएको कारणले गर्दाखेरि भाँडा राख्नको लागि चाहिँ हामी चाहिँ यहाँ प्रयोग गरिरहेको छौँ। देख्न सक्नुहुन्छ डिएनएस भन्ने छ नि त, त्यहाँ चाहिँ मेडिसिनहरू पहिला राख्थ्यौँ हामीले। यस्तो छ हाम्रो भाँडा राख्ने ठाउँ चाहिँ। लगाइ पानी तताउनको लागि चाहिँ यसरी चाहिँ पानी तातिरहेछ, बिस्तारै तात्छ, अलिकति टाइम लाग्छ। त्यसपछि चाहिँ हामी अब नुहाउने हो। सुरुमा चाहिँ म नुहाउने फेरि है गाइजहरू, मिस र मासु, तर फर्स्टमा चाहिँ म नुहाउने हो। यस्तो छ, पानी तात्तिन्छ, बिस्तारै तात्छ। चुलो चाहिँ यस्तो खतरा डेन्जर छ नि। ल यता हाम्रो यो पानी चाहिँ तातिएर यहाँबाट चाहिँ हामी पिउँछौँ कि, यहाँबाट तात्तिन्छ भन्दा त पनि टक्क खान्छौँ। यस्तो छ चिज। ल गाइज हाम्रो चाहिँ यता सामानहरू राख्ने ठाउँ छ अलिकता, हेर्नुहोस् है दामी। ल तर चुलो चाहिँ यतातिरको चाहिँ डेन्जर हुने कि, कस्तो राम्रो के, टक्क आगो यसरी बाल्यो मजाले, धुवा पनि हुँदैन। धुवा चाहिँ माथि टक्क त्यहाँबाट माथिबाट जान्छ, अनि यस्तो आगो पनि दामी बल्ने। हेर्नु देख्नुहुन्छ गोबर पनि कति दामी बलेछ। यो धुवा चाहिँ यसैबाट जान्छ कि माथि, त्यही भएर दामी छ क्या। एकदम धेरै कम्फर्टेबल हुने कि, खाना बनाउन पनि, आगो ताप्न पनि न्यानो हुने, दामी छ। यस्तो चिज चाहिँ बनाउनु पर्छ जस्तो लाग्छ हाम्रो घरतिर पनि के। लगाइ चाहिँ अब मैले चाहिँ पानी तताएर चाहिँ बाहिर ल्याइसकेको छु। अब नुहाउँछु, हेर्नु है। आमामामामा तातो पानीले नुहाउँदा नि कति चिसो भएको हो। तलतिरको साथीहरूले गर्मी खाएर चिसो पानीले नुहाउँदा गर्मी खानुहुन्छ, तर चिन्ता नमान्नुहोस् साथीहरू, माथि म भएको ठाउँमा आइहाल्नुहोस्।
तातो पानीले नुहाउँदा पनि चिसो हुन्छ। यहाँ चाहिँ एकदम धेरै चिसो छ, थुथुतु चिसो। तातो पानीले नुहाउँदा नि साह्रै चिसो भएको थियो है मलाई गाइजहरू। यसरी आज चाहिँ म नुहाउँछु। आज चाहिँ लगभग मैले 1 महिनापछि हो कि गाइजहरू। शरीरमा धेरै मैलो होला। ल मैले चाहिँ अब पानी भिजाइसकेपछि अब साबुन लगाएँ। हेर्नु देख्न सक्नुहुन्छ गाइजहरू, साबुन एकछिनभरि साबुन चाहिँ लगाउँछु तर कपालमै लाग्दैन यार साबुन चाहिँ, किनकि कपाल लामो भएर होला कि। अब धेरै दिनपछि नुहाइयो, अब कपाल लामो भएर पनि साबुनले कति पनि भिजाउँछ, साबुनको फिज नै आउँदैन यार लगाउँदा, गाह्रो छ नि त। ल मैले चाहिँ यसरी साबुन लगाएको छु मस्तले। अब एकछिन चाहिँ मिच्छु है शरीर, धेरै मैलो होला नि त, धेरै पछि नुहाइरहेको छु मैले। ल मिच्नु पऱ्यो, मिची नुहाउनु पऱ्यो ल त। कस्तो तल छरिएको यार यो अन्डरवेयर नि। हावा चलेर कपाल नै सुकिसक्यो, फेरि पानी हालेर एकचोटि मिचेको। लगाइ चाहिँ मिची नुहाउनुपर्छ। 1 महिनाको मैलो चाहिँ फाल्नुपर्छ है। यस्तो छ अवस्था, किनकि यहाँ नुहाउनु पनि सकिँदैन कि टाइममा चिसो साह्रै छ नि त। यस्तो ठाउँमा बसिसकेपछि त गाह्रो छ नि त। ल मैले अब मिची र साबुन लगाइसकेपछि अब चाहिँ मैले पानीले पखाल्छु एकचोटि। लगाइ जाथु चिसो। ल पानीले मैले पखाल्दैछु है। लगाइ अब चाहिँ मैले पानीले पखाएँ है। अब एकचोटि चाहिँ म शरीरबाट मैलो निकाल्छु है मिची। अब हेर्नु त गाइज, अब मैले चाहिँ एकचोटि मिच्छु यसरी टक्क गर्नु है। अब एकचोटि चाहिँ मैले मिच्छु है। ल अब चाहिँ मैले यसो सुरु गरेँ मिच्न है। पुरै मैलो निकाल्छु शरीरबाट। त सुन निस्किन्छ कि के हो गाइजहरू, धनी हुन्छु के हो म त, सुन मात्रै निकालेर शरीरबाट। 1 महिनापछि यति धेरै निस्किन्छ त सुन। ल गाइज मेरो चाहिँ पेट पनि लाग्न लागेछ नि गाइज। आजकल यस्तो पेट लाग्यो। पछि साथीहरूले अब 1-2 वर्षपछि त साथीहरूले सोध्लान् कति महिना भयो भनेर जिस्काउलान् फेरि। त्यति 9 महिनाको जतिको पेट होला फेरि मेरो है गाइजहरू। आजकल त्यस्तो लागेन। लगाइ म चाहिँ मिचिरहेको छु। साह्रै चिसो छ नि त। माथि देख्न सक्नुहुन्छ भ्यूहरू हेर्नु न, माथि अलिअलि हिउँ परिरहेछ, बादल पनि भइरहेछ। खासै राम्रो घाम त लागिरहेछ नि त्यति धेरै, तैपनि चाहिँ मिचिरहेको छु। तर पनि नुहाउनु पऱ्यो नि त, धेरै भएको थियो त्यही भएर नुहाएको मैले चाहिँ। गाइज यस्तो छ, कहाँ यस्तो चिसोमा नुहाउनु भनेको त एकदम डेन्जर हो नि त। साह्रै चिसो ठाउँमा बसिरहेको छु म। ल गाइज मैले चाहिँ अब नुहाएर फाइनली सक्यो। अब म चाहिँ फ्रेस हुन्छु एकचोटि। अब त टावेलले चाहिँ अलिअलि पानीहरू त पुस्नु पऱ्यो अगाडि पछाडि। मैले चाहिँ नुहाएर सकेँ है गाइजहरू। यस्तो चिसोमा पनि डेन्जर तरिकाले नुहाइयो, गाह्रो हुँदै पनि नुहाइयो। नुहाउनु भनेर पनि नुहाइयो, किनकि ननुहाएको पनि धेरै भइसकेको थियो नि त, त्यही भएर। आम्मा नुहाइसकेपछि मलाई यस्तो फिल भइरहेको, आम्मा मेरो बडी पनि खतरा रहेछ नि, डेन्जर रहेछ। ल गाइज म चाहिँ नुहाएर अब फ्रेस भइसकेँ, कपडा पनि लगाइसकेँ। अब त्यसपछि माथि हिमालतिर हेर्दा एकचोटि फ्रेस चिसो हावा हाल्नु पऱ्यो। यस्तो छ है गाइज। नुहाएर चाहिँ सकेँ मैले। अब एकचोटि घाम ताप्नु पऱ्यो नुहाइसकेपछि। ल कस्तो आनन्दको फिल भयो यार अहिले त। धेरै 1 महिनापछि नुहाएँ नि त, त्यसपछि बल्ल फ्रेस भयो जस्तो फिल भयो। ल मेरो अन्डरवेयर पनि मैले चाहिँ धोएर राखेको छु। अब यता चाहिँ साइडमा मैले सुकाउन लाग्यो है गाइज। चिज यस्तो छ उहाँले। ल मैले चाहिँ त्यहीँ त्यो जालीमा चाहिँ सुकाइदिएँ है। ल अब मैले चाहिँ 10 मिनट जति नुहाइसकेपछि घाम तापेर पनि सकेँ। अब चाहिँ म खानातिर लाग्छु। ल हाम्रो खाना चाहिँ आज यस्तो थियो।
आलुको तरकारी, त्यसपछि उता साग छ, चाइनिज साग हो, भात भइहाल्यो। अनि त्यसपछि अन्डा हेर्नुहोस् त गाइज कति ठुलो अन्डा छ। हाइड्रोसिल भा हुन्छ नि, हाइड्रोसिल भएको बिरामीको त्यो टेस्टिज हुन्छ नि, सेम त्यस्तै भएको छ गाइज, त्यत्रै देखिरहेको छ गाइज। हेर्नुहोस् त अन्डा, आम्मामा कप्पै मुखमा फेरि अब त। ल भाइ अब सक्यो यति नै हो आजको।